हेलो गुड मर्निङ नमस्ते वेलकम टु माई ब्लग सबैजनालाई गुड मर्निङ। आज चाहिँ म बिहानै उठेँ होइन, अनि त्यसपछि चाहिँ आज चाहिँ चिया पिउन जाने कार्यक्रममा लागेको छु। आज चिया पिउन धेरै दिनमा आज बाहिर त गर्मी छ हो, रुममा चाहिँ अब एसी भएको कारणले गर्दाखेरि चिसो चिसो छ। बाहिर त अहिले अब 8 बज्यो यहाँनिर, अहिले भर्खर उठेको म 8 बजे। आज छुट्टी थियो हिजो, त्यसैले अनि अब धेरै डिग्री कति छ अहिले नै 34 डिग्री भइसक्यो 8 बजे नै। त्यसैले अब फलामले फलाम काट्छ भन्छ, अनि त्यसैले आज चाहिँ चिया पिइदिनु पर्यो, चट्ट बाहिर जाने हो। त्यही भएर रेडी भइसक्यो अब म। यो मेरो ब्याग हो पैसा राख्ने, यसमा चाहिँ अब धेरै पैसा हुँदैन, 1-2 रियल छ। 2 रियलको एउटा चिया आउँछ, त्यही यो चाहिँ साउदीको 2 रियल हो। अनि यसले चाहिँ अब 1 कप चिया आउँछ। 2 रियल भनेको नेपालको कति हुन्छ भने 35 दुना 70 रुपियाँ हुन्छ। 70 रुपियाँमा 1 कप चिया आउँछ। चिया मतलब कफी। ल अब म बाहिर निस्केँ, त्यसैले हेर्नु पर्यो बाहिरको मौसम कस्तो छ होइन। अब यो हाम्रो होस्टेल हो। ल म बाहिर निस्केँ गेटबाट। आजको मौसम चाहिँ एकदम दामी छ। ल हेर्नु लायकको रहेछ, फोटोसोटो खिच्न लायकको। ल यो पारी म तरिसकेँ, अहिले रोड क्रस गरेँ हो। चट्ट अब त्यही हो चिया पाउने पसल चाहिँ। ल म विदेशमा चाहिँ यस्तो मेसिन हुन्छ, अनि यहाँबाट चाहिँ चट्ट कप राखिदिएको हुन्छ माथिपट्टि, अनि आफूले लिने हो। त्यहाँ मुनि थाप्ने, त्यहाँबाट बटन दाब्ने, त्यहाँबाट आउँछ। बटन दाबिसकेपछि अनि 2 रियल तिर्ने, बाहिर जाने खाने। त्यही हो। ल म बाहिर निस्किसकेँ, अब चट्ट एकछिन यहाँ बस्ने हो, बसेर पिउने हो। यहाँ चाहिँ अब बसेर खानु पर्यो चिया होइन। अब यहाँ मौसम पनि यस्तै छ, मौसम गर्मी भए पनि अब फलामले फलाम काट्छ भनेर चाहिँ चिया पिएको। त्यसैले अब के गर्नु, चिया पनि पिइसक्यो, अब लाग्नु पर्यो। साथीहरू अब आउने बेला भइसक्यो होइन। अब यसो साथीभाइहरूको अब मेरो चाहिँ छुट्टी छ आज, साथीहरूको चाहिँ आज ड्युटी छ। सो त्यसैले अब खाना बनाउनु पर्छ मलाई, त्यही भएर म चाहिँ अब रुमतिर लागेँ होइन। अनि रुमतिर लागेपछि अब यहाँ फेरि बाटो काट्दा समस्या छ, वरपर हेर्नुपर्छ, नभए एकदम स्पिड आउँछ। यो देखेको तपाईँहरूको हाम्रो बिल्ला हो, यो चाहिँ होस्टेल हो। अनि यहाँबाट इन्टर गर्छ, यो रोटी बेच्ने मान्छे हो पाकिस्तानको। सट्ट यता आउँछ, यो भित्र हो। अनि अब चाहिँ म भित्र आइपुगेँ। सो सबैजना साथीहरूलाई, यो मेरो रुम हो, सबैजना साथीहरूलाई बाई बाई। अनि अर्को भिडियो ब्लगमा भेटौँला।